हामीले राजनीतिक दल नेताहरू जो मन्त्री परिषदमा मन्त्रीमण्डलमा रहनेहरूलाई मात्रै झट्टै देखिन्छ कि उनीहरू फ्रन्टमा आउँछ देखिएको हुन्छ होइन। अनि त्यसपछि यिनै हुन् भ्रष्टाचार, यिनैले नै सबै गर्ने भन्ने छ। तर त्यसको पछाडि त्यसलाई कार्यान्वयन गर्ने, कार्य सम्पादन गर्ने त एउटा ब्युरोक्रेसी छ जो चाहिँ स्थायी सरकारको रूपमा लामो समयदेखि रहिराखेको हुन्छ। जुन सरकार आए पनि उनीहरू नै हुन्छन्, त्यही यताउता सरुवा बुढा हुने मात्र न हो, तर उनीहरूसँग त्यो अनुभव छ। उनीहरू चाहिँ स्थायी रूपमा स्थायी सरकारको रूपमा उनीहरूले कार्य सम्पादन गर्ने अवस्था छ। अहिलेसम्मको अवस्थामा हेर्दै गर्दा अहिलेको मात्र नभएर, जस्तो अहिलेको यो पछिल्लो समयको जुन 2 दलीय गठबन्धन सरकार थियो त्योभन्दा अगाडिकै कुराहरू गरौँ न, त्योदेखि अहिले जुन हामीले पछिल्लो समय भोगेका सरकारहरू जो चाहिँ कहिल्यै पनि स्थिर भएनन् होइन। अब कति बेला ढल्छ, कति बेला के हुन्छ भन्ने केही पनि थाहा भएन, केही डिसिजन लियो अर्कोले उल्टाइदिन्छ, त्यो ढङ्गले आउँदै गरेको। त्यसको पछाडि के त्यो जस्तो त्यति बेला पनि सुशासन पारदर्शिताको कुराहरू आयो नि, गुड गभर्नेन्सको कुराहरू भने त्यसमा त्यो ब्युरोक्रेसीको हात कतिको पाउनु भएको छ यहाँले होइन, उनीहरूको रोल कतिको छ यस्तो हुनुमा? अब यो ब्युरोक्रेसी लाई त भ्रष्टाचारको केन्द्रबिन्दु भ्रष्टाचार हुने नै ब्युरोक्रेसीबाट भनिन्छ। यसलाई चाहिँ नि रोक्ने त यो सरकार पनि हो नि, सरकारको नेतृत्व गर्ने मन्त्री, उच्च तहमा पुगेका चाहिँ नि पदाधिकारीहरू र क्याबिनेट जो छ, त्यहीँबाट चाहिँ भ्रष्टाचार अन्त माथिबाट सुरु हुनुपर्छ। माथि नै का मान्छेहरू सबै कमिसनमा चाहिँ चुलुममा डुबेका छन्, भ्रष्टाचारमा डुबेका छन्, स्वार्थमा डुबेका छन्, नातापात कृपामा डुबेका छन्, पदहरू बिक्रीमा राखेका छन्, सीमित गुटले मात्रै चाहिँ नि चलाइराखेका छ। यी सबै कारणले गर्दाखेरि चाहिँ नि कर्मचारी हौसिनु, कर्मचारीमा हुनु, भ्रष्टाचार चाहिँ रोक्न नसक्नु कारण पनि आफै सरकार र नेतृत्व वर्ग नै त्यो भएको हुँदाखेरि यो भ्रष्टाचार चाहिँ कर्मचारीमा बढ्न गएको हो। नत्र चाहिँ सरकारले चाह्यो भने यो सजिलै चाहिँ नि भ्रष्टाचार कर्मचारीमा रोक्न सक्छ। कर्मचारी भन्दा पनि सरकार ठुलो हो, त्यो ठुलैबाट चाहिँ भ्रष्टाचार भएपछि सानो यसै गर्ने भयो। किनभने अब नैतिक आँटै हुन नसक्ने भयो, किनभने आफैले भ्रष्टाचारमा चुल्नुमा डुबेको छ भने उसले भ्रष्टाचार रोक्छु भने कसरी सक्छ? त्यहाँ चाहिँ नि कर्मचारी पनि भ्रष्टाचारी, अनि कर्मचारी सरकार होइन, नेपाल सरकार पनि भ्रष्टाचारी हुँदै गयो भने अहिले यो स्थिति निप्टन सक्छ। त्यहाँ चाहिँ कर्मचारीहरू भ्रष्टाचार छैन भने भन्न सकिन्न, तर सबै कर्मचारी त्यस्ता त छैन, राम्रा पनि नेता पनि छैनन् त्यस्तो, राम्रा पनि नेताहरू पनि छन्, राम्रा पनि नेता पनि छन्। त्यसले गर्दाखेरि राम्रोको पक्ष आएन कि नराम्रोको पक्ष आयो, राम्रोलाई चाहिँ नराम्रोले मिच्दै गयो क्या। त्यसले गर्दाखेरि चाहिँ नि असल पनि खराब देखियो। अघिल्लो सरकारले गरेको राम्रो काम पनि पछिल्लो सरकारले त्यसलाई कन्टिन्युटी नभन्दी प्रतिपक्षमा बस्दा बित्तिकै उसको खेतो खन्नै पर्ने होइन।